साल 2058 अमेरिका पढ्न एप्लाई गर्दा भिजा रिजेक्ट भएको केटो आज नेपालकै अरबौंको मालिक कसरी बन्यो। यो कथा हो यी सेवाको, यो कथा हो विश्वास ढकालको। विक्रम सम्वत 2041 जनकपुरका सबै बच्चा चुङ्गी र गुच्चा खेलिरहँदा विश्वास घरको रेडियो र टर्च भित्रको वायर र ब्याट्रिजहरूसँग खेलिरहेका छन्। मिडल क्लास फ्यामिली, बा वकिल, आमा घरधन्दा। बाले दिउँसो मुद्दा भेटेर जितेछन् भने घरमा खाना पाएको, नत्र फेरि भोलि। विक्रम सम्वत 2056 जनकपुरको हाई स्कुलबाट 12 सकेर उनी काठमाडौँको एनसीआईटी नेशनल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी युनिभर्सिटीतिर लम्किन्छन्। साल 2071 एनसीआईटीमा सफ्टवेयर एन्ड आईटी पढ्दै गर्दा उनले F1 सफ्ट इन्टरनेशनल पिबिटी एलटिडी नामको स्टार्टअप सुरु गर्छ। फाइनेन्स र डिजिटलमा फोकस गर्दै सुरु गरेको कम्पनीले विक्रम सम्वत 2065 मा ऋण लिने र दिने साहु र ग्राहक बीचको हाताहाती नोट ट्रान्जेक्सनलाई निमोर्दै मोबाइल एप लन्च गर्छ, जसमा एउटा फोन नम्बरको भरमा एकअर्कामा पैसा लिन र दिन सकिन्थ्यो जस्ट अ वन क्लिकमा। यसको नाम हो ई सेवा। सुरुमा मान्छेलाई विश्वास गर्न गाह्रो भयो, तर विश्वास ढकाल आफै घर घर पसल पुग्दै सम्झाएर सिकाएपछि उनले एकाएकी आकाश छुन पुगे। ती सबै समयलाई चिरेर आज विश्वास ढकालको F1 सफ्ट इन्टरनेशनल पिबिटी एलटिडी करिबन 2 अर्बको मालिक छ। त्यसभित्र रहेर चल्ने ई सेवा वर्षको 70 करोडको लगानी उठाउने गर्छ। आज हामी स्कुलको फिस तिर्नदेखि लिएर घरको बिजुलीको बिल तिर्न पनि ई सेवामा भर पर्छ। यो कथा हो विश्वास ढकालको। अन्तिमसम्म हेरिदिनु भएकोलाई धन्यवाद।